मलाई चाहिँ मजाले निद्रा लागेछ। निद्रा चाहिँ म मजाले बसिरहेको छु। आजै समय बाँकी छ। केही समयपछि काठमाडौँ ल्यान्ड गर्दैछ। फाइनली काठमाडौँ पुग्न थालिसकेको छ। अब केही समयपछि ल्यान्ड हुनेवाला छ। पाङ्ग्रा कसरी खुल्दो रहेछ भनेर पनि हेरियो, आज रेकर्ड पनि गरियो। यहाँले पनि हेर्नुभयो होला। थ्याङ्क यू अल। फाइनली काठमाडौँ आइपुगेको छ। अब हामी केही समयपछि काठमाडौँ अवतरण गर्ने नै छौँ। काठमाडौँको मनोरम दृश्यहरू हेर्नुहोला। थ्याङ्क यू फर श्री एयरलाइन्स। नेपालगञ्ज टु काठमाडौँ तर लेट भयो, डिले गऱ्यो। आज धेरै कामहरू बनाउनु पर्ने थियो। बन्छ कि बन्दैन हेरौँ। जारी छ। सबैलाई अल द बेस्ट। थ्याङ्क यू। ल्यान्ड हुन लागिसकेको छ। अब ल्यान्ड हुन्छ केही समयपछि काठमाडौँमा। काठमाडौँ नआएको पनि 3 वर्ष भइसकेछ। धेरै फरक त छैन। जो विशेष मार्केटहरू